हेलो साथीहरू, म पसलमा आइसकेँ अनि यहाँ अघि नै आइसकेको तर भिडियो चाहिँ बनाएको थिएन। अनि यहाँ भाइहरू आउनु भएको छ। भाइ तिमी कहाँबाट हो? आदिगाउँबाट। हजुर आदिगाउँबाट। ल आदि गाउँबाट। यहाँ हाम्रै भाइ हो यो चाहिँ। अनि यहाँ अरू भाइहरू आउनु भएको छ अनि त्यहाँ दाइहरू चाहिँ त्यतिकै बस्नुभएको छ। तपाईँहरू पनि आउनु होला। गाइज दिस इज अ क्विक रिमाइन्डर फर यु जसले चाहिँ मलाई पैसा यहाँ तिर्नु बाँकी छ। 10, 20, 30, 40, 50 गरेर जति पनि पैसा तिर्न बाँकी छ। मलाई सबै मान्छेहरू याद छ अहिलेसम्म पनि। तपाईँहरूले सोच्नुभयो होला मैले बिर्सिसकेँ भनेर, तर मैले अहिलेसम्म बिर्सेको छैन। अब मैले पसल छोड्ने बेला पनि भइसक्यो। मैले पसल खोलेको बिच या सुरुदेखि तपाईँहरूले कति धेरैले पैसा दिन नै बाँकी छ के। त्यसैले भोलि पर्सिमा नै त्यो पैसा ल्याइदिनु होला। मैले सोचेको थिएँ अस्ति नै ल्याइदिनुहुन्छ होला भनेर, तर तपाईँहरूले ल्याउनु भएन, त्यस कारणले म यो भिडियो बनाउँदैछु। अनि त्यसपछि यहाँ दाइहरू आउनुभएको थियो 2 जना। अनि दाइहरूलाई चाहिँ भाइले इन्टरटेन गर्दै थियो के। त्यसपछि यति झ्याउ लाग्यो नि साथीहरू, किनभने म 15 मिनट निदाएछु के। कुर्दा मान्छेहरू कुर्दा निदाएछु। बिचरा भाइ कहिले के भनेछ कहिले के भनेछ यसो सुने जस्तो त लागेको थियो, तर म त भुस भएछु कि साथीहरू, किनभने कोही आउनु भएको थिएन नि त। अनि म एकदमै झ्याउ लाएर यहाँ अल्छी लाग्यो भन्दैछु मैले। अनि त्यसपछि धन्नै दाइहरू आउनुभयो अनि बहिनीहरू आउनु भएको थियो। उहाँहरूको भिडियो बनाउन पाएन। बिचरा भाइ पाहुना आएको गएर यहाँ काम गर्दा ठिक्क भएको थियो। भर्खरै दाइहरू आएर जानुभयो। उहाँहरूको भिडियो त्यति धेरै पनि बनाउन पाएन साथीहरू, किनभने त्यही बेलामा अरू पनि आउनु भएको थियो। द्याट्स वाइ आजको लागि यति नै साथीहरू। म एकदमै बोर्ड भइसकेको छु, किनभने मान्छे आउनु भएको छैन। कहिले कसो आउनु भएको छ, त्यही भएर आजको लागि यति नै। बाई बाई। थ्याङ्क यू सो मच फर वाचिङ। डोन्ट फर्गेट टु फलो।